हामी जाँदैछु बतासे बतासे लुप यहाँ होइन हो अहिले बज्दैछ 3 तपाईँलाई अहिले देखाउनु गइरहेको छु बतासे लुप र हेर्दै गर्नुहोस् चिप्लिन्छ अहिले आएको छु हामी यो हेर्नुहोस् अलिकति ढिलो बाटो छ तर यो जलपाहाडको बाटो हो जलपाहाडको हो यहाँबाट चाहिँ हामी जाँदैछु बतासे लुप होइन यो एरिया पुरा जाडो रहेछ यो एरिया पुरा जाडो छ हेर्नुहोस् अघि त घाम लाग्यो जस्तो लागेको थियो यहाँ अङ्कित हेर्नुहोस् क्रिज जस्तो भएर कुदाउँदैछ क्रिजका गाना सुनेगा दिल न दिया मैले भनेको यहाँ छाती छोप्नु माने छैन बिमार हुन्छ अहिले हामी जलपाहाडको तलको बाटो झर्दैछु हेर्नुहोस् अहिले हामी राइट टर्न गर्छु त्यताबाट जान्छु बतासे लुप तपाईँलाई देखाउनु गइरहेको छु आउनुहोस् हेर्नुहोस् हिँड्दै गर्नुहोस् फेरि दाहिने लागेर के हो यो तिनवटा हेर त धुम्मै भयो त पानी पर्ला जस्तो भएर यहाँ जाडोले हात कक्रिसक्यो यो ठाउँमा झन् नआम भनेको मरले घुमाएर गएर बेसी बाटो हिँडायो कालो भेटको यहाँ राख न बाइक कता राख्नु यहाँ सोधौँ न म सोध्दैछु ल कहाँ चाहिँ राख्नु राखेर आऊ बल्ल आइपुग्यो यहाँ हेर्नुहोस् बतासे लुप र यो पार्किङ एरिया यहाँ दिन्छ आइपुग्यो यहाँ 50 रुपिस गरेर इच जो डिफेन्समा हुनुहुन्छ उहाँलाई र उसको फ्यामिलीलाई फ्री छ इन्ट्री जो चाहिँ राम्रो लाग्यो किन ए हुन्छ थ्याङ्क यू ल ल ल हामीले बाइकको हेलमेट राखेँ टिकट काउन्टरमा यहाँ हेर्नुहोस् अहिले वेदर अलिक यस्तै छ र हामी यो टाइममा आइपुग्यौँ हजुर हुन्छ हुन्छ पस्नु बित्तिकै हेर्नुहोस् अगाडि नेसनल फ्ल्याग हाम्रो इन्डियन भारत माता की जय र तपाईँलाई लिएर जाँदैछु अब हेर्दै गर्नुहोस् बतासे लुप त्यस्तो भिड रहेन रहेछ आज होइन खाली खाली रहेछ यहाँ हेर्नुहोस् अगाडि छ शहीद स्मरण यहाँ चाहिँ सबैजनाको नामहरू छ जो देशको लागि शहीद हुनुभएको छ र उनीहरूको लागि हामी अहिले शान्तिमा छु राम्रो छु र घुमिरहेको छु हेर्नुहोस् मजाको छ टोय ट्रेनको त भिडियो गर्नु पाएन फोटो खिचेँ र अलिकति भिडियो तपाईँहरूलाई देखाइरहेको छु हेर्नुहोस् यहाँ अहिले बज्दैछ 4:40 र हामी बतासे लुप घुमेर फर्किँदैछु कतिवटा भिडियो सिडियो गरेँ फोटोसोटो खिचेँ अब चाहिँ फर्किँदैछु बतासे लुपबाट र तपाईँहरूलाई कस्तो लाग्यो बतासे लुप र कमेन्ट्समा जनाउनुहोस् होला र मेरो च्यानललाई लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनुहोस् होला धन्यवाद।